ओके गाइस, अब बाँकीको भिडियो चाहिँ म यहाँबाट तलको भिडियोबाट तपाईँलाई मैले त्यहाँको भ्यू देखाएँ। वाचिङ गाइस, हेर्दै गर्नु होला कस्तो लाग्छ तपाईँलाई। कमेन्टमा तपाईँहरूको रेस्पोन्स दिनु होला। फाइनली म चाहिँ लगभग 4-5 वर्ष जति भयो यहाँ सेलुनमा आएको पहिलाको भन्दा अलिकति चेन्ज भएको जस्तो फिल भइरहेको छ। तपाईँहरू देखाउँछु यहाँको दृश्यहरू। मोबाइलको ग्लास फेर्ने 90 मा मोबाइलको ग्लास फेर्ने 90 मा विश्व सम्पदा सूचीमा रहेको चाहिँ शम्भुनाथको मन्दिरमा तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ गाइस। तपाईँलाई म यहाँको दृश्यहरू मैले जति सक्छु जति जान्छु मैले जानेसम्म भ्यूहरू देखाउने छु। तर तपाईँ प्रत्यक्ष आएर यहाँ घुम्न यहाँको सबै कुराहरूलाई चाहिँ अवलोकन गर्न सक्नुहुन्छ। सो तपाईँहरू मेरो च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। बाँकी फर्दर भिडियोहरूको लागि मलाई ऊर्जा मिल्नेछ गाइस। कस्तो लाग्छ भिडियो तपाईँले कमेन्ट्समा भन्नु होला। मैले सुधार्नुपर्ने कुराहरू भिडियो बनाउने क्रममा भएको कमजोरीहरूलाई पनि मैले सुधार्न सक्नेछु। बाँकीको दिनहरूमा तपाईँलाई स्पेसल दामी भिडियोहरू मैले ल्याउन सक्नेछु। त्यसले भन्दै म अगाडिको दृश्यहरू पनि तपाईँलाई देखाउनेछु। अब बाँकीको दृश्यहरू माथि टपमा पुरा देखाउनेछु गाइस।